त्यही भएर तान्नु नि त्यहाँ यस्तो फल्टीमा आफ्नो सामानहरू नराख्नु होला है फेरि अहिले हामीसँगै जान्छ तपाईँको यो पन्चा कसले छोड्यो त्यो निकाल्नुहोस् अब तपाईँको त्यहाँ भएको सामान अब यतापट्टि आउँछ यो खोल्सापट्टि यो खोल्सा क्रस गरेर यहाँ पर्छ ल म त यो माथि हो त हामी तँलाई मिलेर गाड्दै जान्छु हेलमेट सबैलाई हेलमेट न गाइस मलाई यो यहाँ यस्तो गर्ने यो बुझ्नुभयो यहाँ हुनु पनि हुन्छ तर अनि त्यसरी हान्ने बुझ्यो यहाँबाट चाहिँ अब कति पावर चाहिन्छ यहाँ सहिलो हुन्छ कि कहाँ सहिलो समात त सबै त्यो मात्र नल्याउनु यहाँ सहिलो होला बुझ्नु भएन ल टाढा समात्नु हो कि तपाईँले यहाँसम्म समात्नु न यहाँ नजिक त्यति पावर हुन्छ कि बस तान्नु त ए कता सहिलो हुन्छ अब तपाईँको हात है पछाडि भयो भने बढी पल चाहिन्छ कि बढी यस्तो हुन्छ यहाँ भएपछि फुल तान्न पाउनुहुन्छ कि पछाडि समात्यो भने चाहिँ यता लानुपर्छ कि फेरि हात लानु नि कहाँ हाले पानी उताको हो चाहिँ सानो देख्नु यता राख्यो नि हुन्छ नि यता बस्यो नि हुन्छ त्यहाँबाट हेर्न पाइन्न यता आउनु यता देखिन्छ अलिक उता बस्नु बरु होइन यही तल बस्यो नि हुन्छ यहाँ बसिसकेको ठाउँमा हातमा पन्जा चाहिँ लगाइराख्नुहोस् बरु हेलमेट लाउनु यो लिने साथी खोइ ल तपाईँले लिनु न फर्स्ट एड बक्स लिने ल हो फर्स्ट एड उहाँलाई दिनु नभए हाम्रो आगो बाल्ने टुल्नुलाई होइन आगो बाल्ने त त्यो आगो लगाएर भाइले टोली भइहाल्यो नि मैले काहीँ अर्काले लाउने हो नि त आगो बन्द होइन सधैँभरि ड्रेस लाउने आगो लगाएर गर्ने हो र उहाँ त भाग्ने हो आगो लगाएर अन्त्य पुलिसको लागि सुरु गरौँ ल जय भोले के पनि हो उडिहाल्छ तर टेन्सन नलिनु ल भाइ अब यहाँ हेर्नुहोस् है यो वनमा आगो लाग्यो होइन अब तपाईँहरूले यहाँ फायर लाइन छैन यो आगो दायाँ बायाँ भाग्न सक्छ अब तपाईँहरूसँग हतार छ अब तपाईँहरूले चाहिँ यसलाई निभाउनु पर्यो यतातिर ऱ्याकेट हुनेले चाहिँ तान्नु पर्यो फायर लाइन फ्युल हटाउनु पर्यो एक टोली यताबाट हटाउनु पर्यो ल आगोभन्दा माथि कसरी दुईजना ऱ्याकेट तान्ने होइन क्या छोप्ने हो छोप्ने गुड छोप्ने पानी हाल्नु पनि हाल्नुहोस् पानी पनि अलिअलि हाल्नु खोइ पम्प हो अब आगो त लाग्दैछ हाम्रो बन्द होइन भने यसरी हटाएपछि यो आगो यता हाल्दैन है हाल्ने होइन छोपेर नियन्त्रणमा आयो आगो पानी हाल्नु है फेरि बाल्नु माथिबाट बाल्नु होला फेरि